हेलो गाइज, वेलकम टू गगन आवर ब्लग मर्निङ। आज बिएमसी त हुँदै 3 क्लास 3 खुलेको छ होइन। अलिक जाडो छ यार। दिन्थ्यो 40 मान्छे चलाउनु हुन्न अरे 500 मिटर 500 किलोमिटर नगुड्दासम्म। त्यही भएर यहाँ बिस्तारै बिस्तारै गइरहेको छु होइन। म के गर्नु र मेरो बाइकको भाइले लगेर गएको छन्, म चाहिँ बाइकमा हो। किनभने हिजो इन्जिन फेरेको त्यही भएर यहाँ 40 मिटर 40को स्पिडभन्दा बढी चलाउनु नपाइ हुन्थ्यो केटाले। अब नपाइ फेरि इन्जिन बिग्रेपछि फेरि गाली गर्छ। त्यही भएर नपाइ भने चाहिँ नपाइ, नियमको पालना त गर्नु पर्यो होइन। Mama, good morning. Mama, good morning, Mama. Good morning. कहाँबाट चलाइरहेको छ अहिले? तर ऊ पनि यो उसमा ट्राफिक नियम त कसै पालना गर्दैन कि। उता फर्केर जानु पर्ने, यता फर्केर आउँछ यार। कस्तो मान्छेहरू छ यार। अब ल केही भएन भने भएन, बाइक चान्स एक्सिडेन्ट भइहाल्यो भने अब के गर्छ? तिनीहरूकै गल्ती देखिन्छ, रङ साइड हिँड्छ त्यति हो। चाहिँ अरू नेपालमा त्यो केही छैन। अनि जसले जताबाट चलाइदिने भाषा जे गरेको भाषा नेपालमा त लगभग ट्राफिक नियमको ठिकै छ। इन्डिया सुनवलतिर गएपछि बाफ रे बाफ न हेलमेट लाउँछ, न कुन कताको साइड हो कुन कस्तो साइड हो, केही मतलबै छैन कि। जताबाट पनि चल्दैछ यार। नि हुन्छ इन्डियामा त ट्राफिक नियमको त झन् हरिबिजकै छ कि। मोदी जी का देश में ट्राफिक नियम का पालना नहीं करते उधर लोग, त्यही अनुसार देश अघि बढ्छ। यदि घन्टीले जित्यो भने गाइस म त नेपाल बस्छु, यदि घन्टीले जितेन भने म त हिँडिहाल्छु है। हजुरहरूको त के सोच छ प्लिज कमेन्ट दिस भिडियो, ओके। यदि घन्टीले जित्यो भने के होला नि 4-5 वर्षसम्म त। त्यही भएर यहाँ बसिन्छ नयाँ कन्ट्री हो, त्यहाँ जसकै नयाँ युवाहरूले जित्यो भने जित्यो। त्यो के अरे अब देउवाले त टिकटै पाएन, अब पर्खिएर केपीको हातमा देश गएपछि त हुँदैन, झन् नाजुक हुन्छ देश। त्यही भएर यसो नि हुन्छ र भने। त्यही भएर अहिले हाम्रोलाई होइन राम्रोलाई भोट दिनु है गाइस। हजुरहरू हामीहरू युवाले नै देश बनाउने हो कि। त्यही भएर हाम्रोलाई भन्दा पनि राम्रोलाई भोट दिउँ। अब गर्ने भएर 30-35 वर्ष भयो बुढाहरूले गर्थ्यो होला नि त, देखिहाल्छ नि। ल गर्ने मान्छे त 4-5 वर्षमै देखिहाल्छ कि ऊ गर्ने मान्छे। त्यसपछि गरौँ न, 4-5 वर्ष हेरौँ। 4 वर्ष 5 वर्ष हुन्छ कार्यकाल, 5 वर्षसम्म हेरौँ। 5 वर्ष गरेन भने त्यही हो कि। त्यही भएर यो हाम्रोलाई पहिला हाम्रोलाई दिउँ भोट, अब राम्रोलाई दिउँ कि हाम्रोलाई होइन राम्रोलाई दिउँ भोट गाइस। रोई जाने होइन। थ्याङ्क यू सो मच। नेपालबाट अर्ग्यानिक खेतीको ल्याएर नेपालमा अर्ग्यानिक मसरुम हालेर बिस्तारै जाने हावा That's
मोबाइल के हो र मोबाइल हो नि अब हामी यहाँबाट हाटबजारतिर जान्ला कस्तो काम केही काम नगर त नि काम बाबा त यहाँ काम गरिहाल्छु बाबु केही भनेर मिल्यो भने राइट लगाइदिए हजुर नम्बर फोन नम्बर 98 ठाउँ 97 गरिदिएको के हो ए नम्बर 6 र 2 तिम्रो नम्बरमा 2 छ र 97 6 62 हो नि ए 2 आयो नि है 62 मा त्यही भएर सोसल मिडियाको सहयोग सोध्नु न तिमी त्यही भएर सोसल मिडियाको सही सदुपयोग गर्न जानु पर्यो कि यो च्याट जिपिटीले तिमीलाई त्यति भनिदिएर त भयो नि होइन तिमीलाई हिजो मैले सिकाइदिएँ अनि हुन्छ कालु भनेर भिडियो पोस्ट गर्न मिल्छ नि है तिमीसँग कन्भर्सेसन गरेको हजुर कि पब्लिक फिगरसँग बसिसकेपछि कस्तो ल ल यहाँ चोकमा आएर साइडलाई दिन्छ यार कस्तो टाढैबाट दिनुपर्छ नि साइको रहेछ यार मान्छे तामगास भन्यो मन हिँडेकै हो त भनेन नि किन लागेको टमाटर त सुनभन्दा नि महँगो रहेछ यार 500 को 1 किलो रे यस्तो महँगो टमाटर कसरी किनेर खानु महँगी गयो यस चोरहरू नेताहरूले गर्दा यस्तो महँगी भयो किसानहरूले उब्जाएको यसो भाउ दिँदैन इन्डियाबाट उ गर्छ आयात गर्छ त्यो कारणले गर्दा लास्टै महँगो हुन्छ क्या हाट बजार त हजुर टमाटर आज अर्ग्यानिक दाइ टमाटर कसरी हो हजुर अस्ति 100 को 3 किलो लाग्यो कि मैले झन् अब झन् सस्तो हुने बेला आयो इंडियन टमाटर जब बंद हुन्छ नि गाउँ को महँगो हुन्छ अस्ति किसानले 28 रुपैयाँ 25 रुपैयाँ बेचेर गयो आज 40 रुपैयाँ बनिरहेको छ किसानले अस्ति हजुरबाटै ल्यायो कि 100 को 3 किलो ऊ त्यो कति किलो हो त त्यो यो तपाईँ 60 रुपैयाँ पर्छ यो 40 पर्छ कुलले किलोलाई यो 40 पर्छ यो 60 पर्छ कहाँ होइन होला देख्यो बाबु सस्तो भन्दै नि हाट त यस्तै हो ऊ यहाँ होला कि ऊ यो झोलाको के दाइ गोलबिडा कति हो सेतै हुन्छ सेतो हुन्छ रातो टमाटर कसरी सेतो हुन्छ र चाइनिज फ्राई गर नि तिमी अनि रातो टमाटर सेतो हुन्छ अरे कस्तो बन्द रहेछ हाट बजार भिजिट गराउनु पऱ्यो न हजुर च्याउ कसरी हो दिदी 50 रुपियाँ पाउ 100 रुपियाँ 200 रुपियाँ त्यही त भयो मटर च्याउ लैजाऊ न कस्तो बन्द गरेर युट्युबर भएपछि कहीँ बन्द गर्छ भने यहाँ तिमी हेर गाई चाहिँ अलि सुहाउँदो कुरा गर न हेर हेर यसो झन् यसो आधा पैसा आएपछि मलाई दियो भनेर उ गर्नु बन्द गर न भन्छ यार कस्तो यहाँ अरूले मोटिभेट गर्छ मेरो कान्छीले डिमोटिभेट गर्छ यार देखाइदिन्छु अहिले थाहा हुन्छ फेरि छ र त्यसमा त म हिँडिहाल्छु नि अहिले गयो साँझ ओके रात हाट बजार त यस्तो भिडभाड हुन्छ एउटा उकिन्थ्यौ न एउटा उके गाडी किन्थ्यौ न हजुर 1 गते पर्दै पैसाको 1 गते पऱ्यो भने त हुन्थ्यो यार मलाई चलाउन आउँछ कि अरे लाइसेन्स पनि नभएको त अब फर्म भर्या त नि नाइ के छोड के दाजु अलि छोडिसे न अर्कै लाइ तिमी त्यही भएर धेरै मोटो हुनुहुन्न भनेको क्या तिमीलाई मैले बुझ्यौ आज हाट बजार भिजिटिङ गराइयो हजुरहरूलाई भिजिट गराइयो भिजिटिङ त हुँदैछ अब यहाँबाट कहाँ जाने
अलि महँगो भयो कि अलि मिलाएर दिनु न बिहान बिहान दाइ। यो दिनु यो त तितो हुँदो रहेछ यो माछा तितो हुँदो रहेछ कि दाइ। कति हो र त्यसको? यसको 100 को 100 ग्राम। कुन त ल्याएछ